पल्साजीले आफै फोन गरेर उहाँ यस्तो व्यस्त हुनुहुन्छ, आफै फोन गरेर मेरो प्रत्येक बर्थडेमा पनि उहाँले सम्झेर दाइ ह्यापी बर्थडे भन्नुहुन्छ। अनि प्रत्येकचोटि अनि यसमा पनि आफैले सम्झेर दाइ फिल्म कस्तो भइरहेछ के भइरहेछ भनेर मलाई जिज्ञासा लिनु पल्जी हेर्नुपर्छ दाइ म त हेरिहाल्छु नि भन्नुभयो। वास्तवमै आज पल्साजी जुन स्थानमा जसको झन्नै नेपाली भाषी सबै देश विदेशमा जुन मनमुटुमा आज पल्सा बस्नु भएको छ, साँच्चीकै पल्साले अरूको भलो चाहँदो रहेछ र पल्सालाई भगवान्ले दिइरहेछन् भन्ने चाहिँ मैले फिल गरेँ। मैले अघि भने पनि मैले केही व्यक्ति मनमा राखेको व्यक्तिलाई सायद मनबाट अलिकति पर राख्ने हो कि जस्तो भयो यो सिनेमा बनाइरहँदा, र केही व्यक्ति मनमा थिए तर अझ भित्र लगेर अहिले त्यो रातो सोफामा राखेर जस्तै राख्ने हो। म पलप्रति यति आभारी छु। भोलि के होला कसो, तर पलजीको जुन पोजिटिभनेस छ नि, भनिन्छ नि मैले तपाईँको भलो सोचेपछि मात्रै तपाईँलाई भगवान्ले भलो सोध्छन् कि यसले के कर्म गरिरहेछ भन्ने सबभन्दा ठुलो कुरो म्याटर राख्छ। पछिल्लो समय म पनि अलि आध्यात्मिक भएको छु, तर पल्जीले मलाई पल्जी भोलि के होला यो होला, तर मलाई यस्तो गरिदिनु, किन मलाई साथ दिनुभयो क्या तपाईँले। दाइ तपाईँको फिल्म म हेर्छु नि दाइ, आउँछु भन्नुभयो। व्यस्तताको बावजुद पनि जुरी भाइलाई पनि मैले भनिरहेको थिएँ, उहाँले नि हुन्छ नि दाइ आइहाल्नुहुन्छ भनेर। यही हो हाम्रो सहकार्य। एकदम थ्याङ्क यू भेरी मच। थ्याङ्क यू। गुड लक सबैलाई। थ्याङ्क यू। अब जित्दालाई